तेस्रो दिन देउसे है, किनभने 2 दिन यसपालि फर्स्टको दिन दिवाली परेको थियो औँसी र भोलिपल्ट चाहिँ औँसी गाई तिहार भनेर मानियो है। र आज चाहिँ हो देउसे, 3rd डे अफ दीपावली। सो आज भोलि भाइटिकाको लागि दादा भाउजू पनि आउनु भएको छ र अब यो चाहिँ के हो भने चिनिहाल्नु भयो होला, फायर बलुन अब उडाउन गइरहेको छौँ। दादा र भाउजूले अब यसको मेहनत गर्नुहुँदैछ। हाम्रो नानीहरू कहाँ पुग्यो कुन ख्यार भएर जुस एकपल्ट टाकटुक पार्छ ख्यार जुस खानु हुँदैन। यहाँबाट चाहिँ यो चाहिँ हाम्रो गाउँ होइन, दीपावलीको यस्तो मजाले डेकोरेसन। अब गाउँ हो, त्यस्तो बाक्लो छैन। यहाँ घरदेखि अलिक पर अर्को घर, यहाँ त्यहाँदेखि अलिक पर अर्को घर जस्तो हुन्छ गाउँ ठाउँतिर होइन। र त्यो भएर चाहिँ यहाँ जग्गा जग्गा लाइटिङ टाइमिङ लाइटहरू लगाएको देखिरहनु भएको छ, डेकोरेसन गरेको होइन। र यहाँ चाहिँ अब यो मुनिपट्टि हो मेरो घरको डेकोरेसन गरेको छौँ हामीले पनि, अब तपाईँलाई देखाउँछु। सो अहिले चाहिँ यहाँ हुनुहुन्छ आन्टी। अब फायर बलुन हेर्नुपर्छ ल, फायर बलुन हेर्नुपर्छ। अब यहाँ हुनुहुन्छ अङ्कल, अब साक्षीले पनि हेर्छ यो भिडियो। यहाँ चाहिँ अब हुँदैछ फायर बलुनको प्रोसेस चल्दैछ। बाबा दादा भाउजू आमा भएर यहाँ फायर बलुनको प्रोसेस चलाइरहेको छ। तपाईँलाई म सिस्टम अनुसार देखाउँछु। उडाउन आँटेको छ। के भयो मेरो फोन फ्लड पो भयो त। क्यान्डल पनि के हुँदो रहेछ हेर्नु रहेछ कहाँ सजिलो छ फायर बलुन उडाउनु पनि। छातीमा एकदम त्यो हावाको त्यो ब्यालेन्स मिल्नु पर्दो रहेछ नि त, कताबाट ब्लो हुँदैछ विन्ड होइन, त्यो अनुसारको पहाडमा कहाँ सजिलो छ। हजुर हावाले मिलाउनु पर्दो रहेछ नि त। चल्छ हौ, चल्छ भन्दैछु मैले। लु जाऊ बाबा, जाऊ गो 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 गो। ह्याप्पी दिवाली, ह्याप्पी दिवाली। नि माथिबाट बाई बाई गर्नुहुँदैछ। ह्याप्पी दिवाली। दामी गयो, दामी गयो त। अघि है कस्तो दामी गयो। कलर सुझाइहरूबाट उडाएको कालो बादल लाग्दैछ। यो अलिक ढिलो गयो है, यो उकालो गयो नि त है, छिटो गयो। तर डिरेक्सन चेन्ज भयो नि त है, अघिको उता गएको थियो नि त। बाई बाई गयो, माथि पुग्यो। थपडी मार्नुहुँदैछ उताबाट। मारिदेऊ न है हामी पाराले है। ह्याप्पी दिवाली, ह्याप्पी दिवाली। ह्याप्पी दिवालीको उपलक्ष्यमा भिडियो तपाईहरुको निम्ति। होप यु गाइज एन्जॉयिङ दिस भिडियो। अब अर्को पनि रेडी भइरहेको छ, हावा भर्नुहुँदैछ भाउजूले।
के हुन्छ अन्त गल्यो पर देउसी पनि खेल्दैछ पारी गाउँमा देउसी खेल्दैछ बाबाले माछा फ्राई गर्दै हिँड्नुहुँदो रहेछ को त्यहाँबाट ठुलो घरमा बसेर हेर्दै हाम्रो गाउँठाउँमा चाहिँ दिवाली चाहिँ यस्तो रमाइलो हुन्छ दसैँ पनि रमाइलो हुन्छ हैन अब जाँदा टिका लाउन जान्छ त्यहाँनिर मादल गिटारहरू निकालिहाल्छ गीतहरू गाइहाल्छ हैन आफ्नो आफ्नो गीतहरू गाइहाल्छ अनि अब दीपावलीमा झन् यसरी देउसी झन् रमाइलो हुन्छ भैलेनी पनि रमाइलो हुन्छ अझै देउसी झन् अब भेराइटी सङ्ग्सहरू कलेक्सन गरेर हैन अब देउसीहरूको लागि पुरा प्र्याक्टिस गरेको हुन्छ नि त भैलेनीहरूले भन्दा चाहिँ देउसीहरूले प्र्याक्टिस गरेको हुन्छ हैन तर पैसा चाहिँ कम्ती देउसीहरूले पाउँछ है तर र ब्याकग्राउन्डमा सुन्नुहुँदैछ होला यहाँनिर गिटार मादल सँगसँगै गीत गाएर देउसी खेलिरहेको छ र साथसाथै यहाँ पनि हाम्रो नेक्स्ट एयर बलुन तयार भइसकेको छ अब चाहिँ अब विन्ड कता जाँदैछ होइन त्यो हेरेर हुन्छ तर उकालै जति सक्दो हामीले उकालै दिनुपर्ने रहेछ है एयर प्रेसर उकालो छ ओह्रालो त्यही कि ओहो अनुहारमा आउला है आएको लुगामा छिटो टिप्छ नि फेरि यता उकालो रहेछ डिरेक्सन उता उकालो रहेछ हौ यता यता उकालो घुमाउँदा होला घरिघरि चाहिँ फनी हुँदो रहेछ गयो 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 आयो हो घरिघरि चाहिँ फनी नै हुन्छ तर अब इट्स नट इजी होइन भन्नु जस्तो मेन यहाँ पहाड एरियामा एकदमै रिक्स हुन्छ नि त अब त्यहीँ रुखहरू हुन्छ त्यहीँ उयोहरू हुन्छ हो अब गड कम कम भाइ उकालो उयो गर्नु नि उकालो हावामा बाई ह्याप्पी दिवाली ह्याप्पी दिवाली गयो बाबा हेर्नु त हेर्नु त वाउ 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 क्या दामी हेर्नु त ऊ ए गयो यो चाहिँ हावा अर्कै खालको पाराले उयो भयो नि त सिधा जानु पर्थ्यो नि त भाउजू हावा बङ्ग बङ्ग जाँदैछ है हावा त्यस्तो आएको नि त मैनी तारा जस्तो हुन थाल्यो है अहिलेको सिधा गएको थियो है गयो गयो सक्नु थाल्यो है त्यति बेला के गर्नुहुँदै थियो आन्टी के गर्नुहुँदै थियो सुन्दा सुने नि विश यति नै हो होइन अब गाउँघर सबै सुख शान्ति होस् तपाईँहरूले उज्यालो दिनुभएको छ के यसमा के आज यो उज्यालो सधैँभरि उज्यालो होस् भएको छ होइन गाउँघर सबै मिलेर सुख शान्ति होस् त्यति नै हो धन सम्पत्तिको कमी त हुँदै रहन्छ अरू बास गरौँ सम्पत्तिको कमी भए पनि मनको शान्ति समृद्धि होइन त्यो नै सबभन्दा ठुलो कुरा हो धन सम्पत्ति सबैलाई बराबर हुँदैन त्यही हो अब धन सम्पत्ति त्यति मन शान्ति मनको शान्ति
सबलाई प्रदान गरोस् माता लक्ष्मीले हैन त्यही सबभन्दा ठुलो उयो ल जाउँ अब माछाहरू फ्राई गर्ने कामहरू गर्नुपर्छ हो धेरै कामहरू बाँकी छ अब अङ्कल आन्टी पनि आउनु भएको छ कुखुरा लिएर अब अङ्कल आन्टीलाई पनि अलिकति चिरिप्पै पारेर झिरिप्पै होइन के चाहिँ ए हो होलसेलमा हैन बोक्नु त 10 रुपैयाँको 140 हैन के चाहिँ यो बलुन ए हो अन्त मार्केटमा त्यसै सोधेको थिएँ कि एउटाको 60 रुपैयाँ ल है हाम्रो त दिवाली यसरी मनाउँदैछौँ हामीले होइन तपाईँहरूले कसरी मनाउनु हुँदैछ है अब के भन्छ कमेन्टमा अप्ठ्यारो नमानिकन कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला लु है ह्याप्पी दिवाली है वन्स अगेन सबैजनालाई ह्याप्पी दिवाली मेरो घर चाहिँ यसरी डेकोरेसन गरेको छ होइन बाबाले कति मेहनत लगाएर अनि सम्पूर्ण माथि नै लक्ष्मी माको आशीर्वाद बनिरहोस् है र मेरो च्यानललाई जसले सब्सक्राइब गरिदिनु भएको छैन सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि स्टे ट्युन्ड बाइ टेक केयर